यताको खबर ठिक छ यार। आज चाहिँ हामी लता लम्बेश्वर महादेव जान लागेको। तर यो चाहिँ हाम्रो सेकेन्ड ब्लग है। फर्स्टमा चाहिँ हामीले लकडाउनमा गरेको थियो, धेरै पछि गरेको सेकेन्ड ब्लग। अब हामी चाहिँ अब आज चाहिँ यसो गरौँ कि क्या हो भनेर नि। अब हामी चाहिँ अब यहाँबाट पेप्सी गोलामा छौँ। पेप्सी गोलाबाट हामी हिँड्न आँटेको छ 6:30 बजे। अब यहाँबाट कति टाइम लाग्छ हेरौँ के हुन्छ। जाउँ है। हामी चाहिँ अहिले यहाँ खाजा खान यसो बसिरहेको। यसो अब चिया चना खानु पऱ्यो। हामी चाहिँ टिका भएर हामी त यता जोरबाडीबाट। हजुर, हामी यता उयो के चाहिँ हुन्छ लता लम्बेश्वर जानु लागेको त यही बाटो होइन त? हजुर, हिँड्न त पर्ने, हिँड्नुपर्छ अलिअलि 1-2 घन्टा 2-3 घन्टा कति हिँड्नुपर्छ। बाटो चाहिँ कस्तो छ त अहिले? हिँड्न त सकिन्छ त। 10-12 दिन हिँडेर आए मान्छे यहाँ छ त। हाम्रो आजको पहिलो ब्ल्याक टी। ल हाम्रो ब्रेकफास्ट। हामी चाहिँ गलत बाटो आएछ यार साथी। लगभग 2 किलोमिटर चाहिँ गलत बाटो आएर हामी यहाँ फसिरहेछौँ। बाटै इन्डिङ रहेछ। अब फेरि फर्किँदैछ हामी अर्को बाटो। ल ठिक छ, ल लागेको अब। ओके छ त। हामी चाहिँ अब बागमती पुल छेउमा आइपुग्दैछौँ। जस अघि नै आइपुग्नु पर्ने बाटो बिर्सेर अर्कै ठाउँ पुगेछ, त्यही भएर हामी यो बाटो आयो। अब पुग्न आँट्यो बागमती पुल। त्यहाँबाट त हामी माथि लाग्छौँ होला सायद। भ्यू दामी छ। जस आज क्लियर मौसम पनि भयो। जस पानी पर्छ जस्तो लागेको थियो, पानी चाहिँ परेन। मजाको भयो नि। उता कुनाबाट हालिदेऊ न। गयो ल हामी चाहिँ अब यहाँबाट हिँड्यो। बाइक चाहिँ तल राखेको छ हामीले, बाइक स्टार्ट नभएर। नभएर यही बाटो लिएर आउने प्लानिङ थियो हाम्रो। त्यही भएर अब हामी चाहिँ यहाँबाट हिँड्दैछौँ। यो घरमा चाहिँ हामीले हेलमेट सेलमेट राख्यौँ। बाइक साइक पनि यहीँ तल राखेको छौँ। बाटो यस्तो छ हेर्नु होइन। अफ रोड चाहिँ अफ रोडै रहेछ बाटो। अब 1 हप्ता अगाडि आएको भए चाहिँ यो बाटो पनि गाडी साडी जाने रहेछ। अहिले चाहिँ त्यो पानी परेर बाटो बिग्रेर चाहिँ हेर्नु बाटो यस्तो छ हालत। त्यही भएर अब हिँडौँ हामी यहाँबाट चाहिँ। लगभग कति घन्टा लाग्छ भनेको छ? 1.5 घन्टामा पुग्छ। 1.5 घन्टा भनेको छ। त्यही भएर अब यहाँबाट हिँड्छौँ। अब आज फेरि घाम लास्टै चर्को लागेको छ। हामी चाहिँ यहाँ थकित भएर यहाँ तिर्खा लागिरहेको छ। अब पानी खानु गएर डाइरेक्ट नेचुरल है, झर्नाको पानी ट्याक्का लगाएर महादेवले पठाएको। हर हर महादेव। अब आइपुग्न आँटे। लगभग तलबाट हामी आधी घन्टा भयो होला। ठाडो उकालो छ। सर्टकट बाटो जङ्गलको बिच हुँदै आएको। गाह्रो छ बाटो। पानी पर्ने सिजनमा चाहिँ सर्टकट नआउनु होला है, गाह्रो छ बाटो।
ल अब लाग्दै गरौँ बाटो चाहिँ डेन्जर छ अझै आधी घन्टा बाँकी छ रे है केटा हो हामी बिस्तारै लाग्यो ठाडो गालतिर हेटौडा त्यतातिर है काठमाडौँ यतातिर ल अब चाहिँ हामी आइपुग्न आँट्यो जस अब मन्दिर पुग्नलाई 5 मिनट जति बाँकी होला 5-10 मिनट सायद जस बाटो चाहिँ डेन्जरै छ डर लाग्दैछ है जस पानी पर्ने उयसमा चाहिँ अलिकति चिप्लो बाटो जस्तो लाग्यो मलाई भ्यू पनि दामी छ बाटो हेर्नु यस्तो छ ठाडै भिड भेट्छ नि यो त केटिएममा नि केटिएम सिटी हाम्रो चाहिँ दर्शन अब सिद्धे दर्शन गरेर अब निस्किँदैछु जुत्ता लगाइसक्यो उसले हाम्रो झ्याङको साथीले अब तल झर्दैछौँ अब भोक भोक लाग्यो अब तल गएर अब खाजासाजा खाने र हिँडौँ साथी पेट घटाए जस्तो छ मेरो एक दिनमै घट्यो होला बेल्टै लुज भयो आधी केजी जति घट्यो कि यहाँबाट चाहिँ फेरि हेटौडाको बजार पनि देख्ने रहेछ मजाको छ यही हो सबैभन्दा लास्ट उकालो अब फर्किने बेलाको त्यसको चाहिँ सबै ओह्रालै ओह्रालो यो चाहिँ ठाडै उकालो है केटा हो पानी पर्ला जस्तो छ त्यही भएर अब सकेसम्म चाहिँ चाँडो तल झर्नु अनि त्यही हो अब आधी घन्टामा तल झरिन्छ होला खाजासाजा खाने त्यो सिधै केटिएम यस केटिएम सिटीतिर चाहिँ पानी परिरहेको जस्तो छ मिठो रेनबो यार चाहिँ अब आफ्नो टोलमा आइपुगेको छ लगभग 7 बज्छ हाम्रो चाहिँ बाइक बिग्रेर अलिकति ढिला भयो हो नत्र अलिक चाँडै आइपुग्थ्यो होला सायद त्यही भएर आज चाहिँ अब आइपुग्यो त्यही हो आजको भ्लग यहीँ